सम्पूर्ण नमस्कार। म खिमबहादुर खड्का, मेगा संयुक्त फर्निचर उद्योगको प्रोप्राइटर, हाल रूपन्देही फर्निचर उद्योग सङ्घको महासचिव। फर्निचर उद्योगीहरूको धेरै कुरामा समस्या देखिरहेको छु मैले फर्निचरको विषयमा हैन। अब कामदारको विषयमा त छँदैछ एउटा सबैभन्दा ठुलो समस्या नेपालमा फर्निचरको काम गर्नको लागि स्किल म्यान पावर सिप जानेको मान्छेहरू अत्यधिक अभाव छ। किन भन्दाखेरि अब धेरैजसो हामीहरूले अहिलेसम्मको प्र्याक्टिसमा अभ्यासमा चाहिँ भारतीय मुलुकको कामदारहरू आएर हामीसँग काम गर्ने गरिरहेका छन् र नेपाली मुलुकको कामदारहरू हामीसँग अत्यधिक कमी छ। र मोटो काम भनेको अब चौकस पल्लाहरूको काम, झ्यालढोकाहरूको काम चाहिँ अलिअलि गर्नुहुन्छ र अलिअलि नयाँ मान्छेहरू पनि छिरिरहनु भएको छ। तर एकदमै कम मात्रामा फर्निचर लाइनमा चाहिँ नेपालीहरू हुनुहुन्छ। तर तलब स्केलको हेर्ने हो भने मावि टिचरको भन्दा पनि बढी तलब चाहिँ फर्निचर मिस्त्रीको अहिले आजको स्थितिमा तलब छ। पैसाको हिसाबले हेर्ने हो भने नेपालमा लगभग 1000 रुपियाँ 8 घण्टाको मिनिमम छ मिस्त्रीको र त्योभन्दा माथि 1100, 1200, 1300, 1400 सम्म चाहिँ हेड मिस्त्रीहरूले कमाएको अवस्था छ 8 घण्टाको। अनि लगभग कम्पनीहरूमा फर्निचर उद्योगहरूमा 4 घण्टा ओभरटाइम चाहिँ दिइरहेका हुन्छन्। यो पनि अब 4 घण्टा ओभरटाइम भनेको प्रत्येक व्यक्तिले 1 महिनाको जग्गामा 1.5 महिना कमाउने र 1 वर्षको जग्गामा 1.5 वर्ष पैसा कमाउने भनेको 2 वर्ष काम गरे 3 वर्ष बराबरको पैसा कमाउँछ मिस्त्रीले कम्पनीहरूमा। भनेको अत्यधिक राम्रो कमाइको हिसाबले राम्रो छ, स्कोप पनि छ। तर नेपालीहरू यस काममा परवशी गर्न गरिरहेका छैनन्। हामीले हेरेका छौँ। म पनि 8 वर्ष जति भयो लगभग फर्निचर व्यवसाय गर्न थालेको। नेपालीहरू एकदम कम छन् र कामदार स्किल भएको मान्छेहरू एकदम कम छन्। अहिले फेरि फर्निचरको कस्तो कामहरूको माग बढिरहेको छ भने इन्टेरियर काम बढी भइरहेको छ। किन भन्दा हुन त नेपाली ठेकेदारहरू इन्टेरियर अफिस चलाउनुभएका, दोकान राखेर बस्नुभएका र 2-4 ठेकेदारहरू लेखेर अनि एउटा दोकान राखेर बसेका व्यवसायले इन्टेरियर काम गरिरहनु भएको छ। तर खास उद्योगबाट चाहिँ इन्टेरियर काम पनि कम भइरहेको छ। किन भन्दा उद्योगबाट पनि मान्छेको कन्सेप्टमा खै के भएर हो, पहिलाकोले उद्योगमा कसरी गरे हामीलाई थाहा भएन। अब मेरो अनुभवले चाहिँ उद्योगमा मान्छेहरूको लगाव चाहिँ कम देखिरहेको छु मैले। किन भन्दाखेरि तपाईँहरूले काम गर्दाखेरि 1 रुपियाँ महँगो त पर्ला उद्योगमा, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ तपाईँहरूलाई ग्राहकहरूलाई चाहिँ सुविधा दिन सक्ने अवस्था हुन्छ। किन भन्दाखेरि अब ठेकेदारहरूले काम गरे भने आज गरे भोलि अन्तको लागि अनि त्यस अवस्थामा सर्भिस काम त नपाउन सकिन्छ र तपाईँले सस्तो सामानहरू उत्पादन गर्ने व्यवसाय